सम्पूर्णमा नमस्कार। आज हामीले चाहिँ एडिसनल इन्फर्मेसन अर्थात् एडजस्टमेन्टको बारेमा चर्चा गर्नेछौँ है त। अब चर्चा गर्नु पूर्व हामीले चाहिँ एडजस्टमेन्ट भनेको के हो त्यसको बारेमा हामीले सामान्य जानकारी गरौँ है त। एडजस्टमेन्ट भनेको के हो भन्दा ट्रायल ब्यालेन्स बनाइसकेपछि उत्पन्न हुने कारोबारहरूलाई के भन्छ भन्दा एडजस्टमेन्ट भन्छ। अर्थात् नयाँ जानकारीहरू अर्थात् थप जानकारीहरूलाई के भन्छ भन्दा एडजस्टमेन्ट भन्छ हैन। एडजस्टमेन्ट भनेका त्यस्ता कारोबारहरू हुन् जुन कारोबारहरू ट्रायल ब्यालेन्स बनाइसकेपछि उत्पन्न हुन्छन् हैन। अब चाहिँ एडजस्टमेन्टको बारेमा हामीले चाहिँ के गर्छौँ भन्दा छलफल गर्छौँ ताकि एक्जाम पोइन्ट अफ भ्यूबाट हामीलाई के हुन्छ त एकदम सजिलो हुन जान्छ। फर्स्टमा के छ भन्दा क्लोजिङ स्टक छ। क्लोजिङ स्टक चाहिँ एडिसनल इन्फर्मेसनमा दिन्छ भने यो क्लोजिङ स्टकलाई हामीले दुई ठाउँमा चाहिँ के गर्छौँ त रेकर्ड राख्छौँ। अब त्यो दुई ठाउँ भने कुन ठाउँ हो फेरि अब किनकि यहाँनिर धेरै ठाउँ छन् हैन, कुन ठाउँमा राख्ने भन्ने हुन्छ, एकदम डाउट हुन्छ। हामीले चाहिँ कुन ठाउँमा राख्नुपर्छ भन्दा जहिले पनि एडिसनल इन्फर्मेसनमा यदि क्लोजिङ स्टक दिन्छ भने क्लोजिङ स्टकलाई हामीले ट्रेडिङ एकाउन्टको क्रेडिट साइडमा रेकर्ड राख्नुपर्छ। एक ठाउँ गइहाल्यो र बाँकी एक ठाउँ बच्यो। बाँकी एक ठाउँ भनेको हाम्रो ब्यालेन्स सिटको एसेट्स साइडमा राख्नुपर्छ। यो चाहिँ कठामा गयो त दुई ठाउँमा गयो। तर यही क्लोजिङ स्टक चाहिँ एडजस्टमेन्ट अथवा एडिसनल इन्फर्मेसनमा नआएर यही क्लोजिङ स्टक चाहिँ मानौ कुन ठाउँमा आयो गरे यो ट्रायल ब्यालेन्समा आयो हैन। अब चाहिँ यदि यही क्लोजिङ स्टक चाहिँ ट्रायल ब्यालेन्समा आयो भने ट्रायल ब्यालेन्समा आएका हेडिङहरू त एक ठाउँमा मात्र जान्छन् भनेको त्यो क्लोजिङ स्टक सरासर कहाँ जान्छ त सम्पत्ति साइडमा जान्छ। त्यसैले हामीले ध्यान दिनुपर्ने कुरा के हो भन्दा ट्रायल ब्यालेन्समा आयो भने हामीले चाहिँ ब्यालेन्स सिटमा राख्नु पर्यो, एडिसनल इन्फर्मेसनमा आयो भने दुई ठाउँमा रेकर्ड राख्नु पर्यो। अब तपाईहरुले चाहिँ के कुरा बुझ्नु पर्यो भन्दा जहिले पनि एडिसनलमा आएका कुराहरू जहिले पनि दुई ठाउँमा के हुन्छन् त रेकर्ड हुन्छन्। यो चाहिँ एकदम बुझ्नै पर्ने कुरा हो। अब चाहिँ सेकेन्डमा के छ भन्दा आउटस्ट्यान्डिङ वेजेस भनेको छ। आउटस्ट्यान्डिङ वेजेस भनेको तिर्नु पर्ने ज्याला तिरेको छैन तर तिर्नु पर्ने छ। कति हजार तिर्नु पर्ने छ त 2000 रुपैयाँ तिर्नु पर्ने छ। कहिलेकाहीँ आउटस्ट्यान्डिङका धेरै नामहरू हुन सक्छन्। कहिलेकाहीँ आउटस्ट्यान्डिङ भन्ला हैन, कहिलेकाहीँ चाहिँ ड्यू भन्ला, कहिलेकाहीँ चाहिँ के भन्ला पेबल भन्ला, नाम चाहिँ के हो त एउटै हो। अब यहाँनिर आउटस्ट्यान्डिङ वेजेस भनेको त्यस्तो वेजेस जुन वेजेस भविष्यमा गएर तिर्नु पर्ने छ। भविष्यमा गएर तिरे पनि तिर्नै पर्ने हो, अहिले तिरे पनि तिर्नै पर्ने हो। त्यो भए हुनाले यो एक प्रकारको के पनि हो त खर्च पनि हो। अब आउटस्ट्यान्डिङ वेजेसलाई हामीले दुई ठाउँमा रेकर्ड राख्छौँ। रेकर्ड राख्नु पूर्व हामीले के कुराको ध्यान दिनु पर्यो भन्दा यो वेजेस भन्ने हेडिङ चाहिँ ट्रायल ब्यालेन्समा छ कि छैन यो कुरा हामीले हेर्छौँ है त। अब हेरौँ त ल ट्रायल ब्यालेन्समा पनि के छ त माथि हेरौँ त ल ट्रायल ब्यालेन्समा पनि वेजेस भन्ने हेडिङ छ। हो यो वेजेस भन्ने हेडिङसँग चाहिँ के भएर आउने भयो त जोडिने भयो। किन जोडिन्छ भन्दा खर्च चाहिँ बढेर गयो। वेजेस चाहिँ कुन साइडमा छ त डेबिट साइडमा छ। डेबिट साइडमा हुनु भनेको खर्च हो। खर्च के भयो त बढेर गयो। त्यसैले वेजेसलाई हामीले वेजेसमा हाम्रो आउटस्ट्यान्डिङ वेजेस हाम्रो कुनमा दिएको छ त एडिसनल इन्फर्मेसनमा दिएको छ। त्यसैले हामीले आउटस्ट्यान्डिङ वेजेसलाई के गर्नु पर्यो त जोडेर राख्नु पर्यो। रिलेटेड हेडिङसँग के गर्नु पर्यो त जोड्नु पर्यो। त्यसपछि पुनः यो दुई ठाउँमा जान्छ। एक ठाउँमा गइसक्यो, बाँकी यो 2000 लाई फेरि लायबिलिटी साइडमा राख्नु पर्यो। किन भन्दा भविष्यमा के गर्नुपर्ने छ त तिर्नु पर्ने छ। एडिसनल इन्फर्मेसनको चाहिँ थर्ड हेडिङमा चाहिँ के छ भन्दा यो तेस्रो हेडिङमा प्रिपेड स्यालेरी आरएस 5000 भन्ने छ। प्रिपेड स्यालेरी आरएस 5000 भनेको के भन्दा यो चाहिँ एक प्रकारको सम्पत्ति हो र प्रिपेड भनेको पहिले नै तिरेको छ। यहाँ प्रि भनेको पूर्व, पेड भनेको तिरिसकेको। पहिले नै सर्भिस लिनुभन्दा पहिले नै यदि केही कुराको खर्च गर्छ केही कुरा तिर्छ भने त्यो हाम्रो लागि के मानिन्छ त सम्पत्ति मानिन्छ है त। प्रिपेड स्यालेरी चाहिँ दुई ठाउँमा जान्छ। आउटस्ट्यान्डिङलाई के गरेका थियौँ त जोडेका थियौँ। अब हामीले प्रिपेडलाई के गर्नु पर्यो घटाउनु पर्यो। किन भन्दा प्रिपेड भनेको पहिले नै तिरिसकेको छ। पहिले तिरिसकेपछि फेरि तिर्नुपर्छ त पर्दैन। कति रुपियाँ तिरिसकेको रहेछ त 5000 रुपियाँ तिरिसकेको रहेछ। यो 5000 चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त घटाउनु पर्ने हुन्छ। किन भन्दा भविष्यमा तिर्नु पर्दैन नि त। अहिले तिरिसकेपछि त भविष्यमा तिर्ने होइन। त्यसैले यसलाई पनि हामीले कठामा देखाउँछौँ त यहाँनिर दुई ठाउँमा देखाउँछौँ। दुई ठाउँमा देखाउनलाई के गर्छौँ प्रिपेड स्यालेरीलाई यो प्रिपेड स्यालेरी एक प्रकारको सम्पत्ति हो। यो चाहिँ एउटा एसेट्समा गइहाल्छ, एक ठाउँमा रेकर्ड भइहाल्छ। र अर्को भनेको सम्बन्धित हेडिङमा हामीले के गर्छौँ त घटाउँछौँ। किनकि प्रिपेड भनेको पहिले नै के गरिसकेको हो त तिरिसकेको हो। अब हामीले यहाँनिर प्रिपेड स्यालेरी अथवा स्यालेरीको हेडिङ भन्ने यहाँनिर ट्रायल ब्यालेन्स हेर्नु त ल स्यालेरीमा चाहिँ कति रुपियाँ छ त स्यालेरीमा डेबिट साइडमा 25000 रुपियाँ छ। यो स्यालेरी भन्ने हेडिङ त केसँग सम्बन्धित हो प्रशासनसँग सम्बन्धित अथवा अफिस रिलेटेड एक्सपेन्सेस हो। अफिस रिलेटेड एक्सपेन्सेस कुन ठाउँमा जान्छ त
प्रॉफिट एन्ड लस एकाउन्टमा जान्छ। यसको बारेमा हामीले फाइनल एकाउन्टको पार्ट 2 मा हामीले चाहिँ के गरिसकेका छौँ त छलफल गरिसकेका छौँ। तपाईहरुले त्यो भिडियो हेर्न सक्नुहुन्छ है त। टोटलमा स्यालेरी चाहिँ 25,000, 5,000 स्यालेरी चाहिँ पहिले नै तिरिसकेका हुनाले यो 5,000 स्यालेरीलाई हामीले के गर्नु पर्यो लेस गर्नु पर्यो। यसलाई हामीले के गर्नुपर्ने रहेछ त लेस गर्नुपर्ने रहेछ स्यालेरीबाट। त्यस्तै अर्को हेडिङ छ यहाँनिर हेडिङ नम्बर 4 ब्याड डेब्ट RS 500 एन्ड मेन्टेन अ प्रोभिजन फर डाउटफुल डेब्ट एट द रेट 5% भनेको छ। यो चाहिँ म्याक्सिमम क्वेसनमा चाहिँ एकदम फाइनल एक्जाममा चाहिँ धेरै पटक चाहिँ सोधेको क्वेसन हो र यो एकदम बुझ्न जरुरी छ हैन। अब हामीले यो पहिला ब्याड डेब्टको बारेमा कुरा गरौँ है त। जहिले पनि क्वेसनमा यदि एडिसनल इन्फर्मेसनमा आउँछ भने यो चाहिँ दुई ठाउँमा रेकर्ड हुन्छ भनेको छौँ। दुई ठाउँमा रेकर्ड हुन्छ भन्नुको अर्थ के हो भन्दा यो ब्याड डेब्ट चाहिँ यहाँनिर केमा आएको छ त एडिसनल इन्फर्मेसनमा आएको छ। एडिसनल इन्फर्मेसनमा आएको हुनाले यो ब्याड डेब्ट भन्ने कस्तो भन्दा खराब ऋण, त्यस्तो ऋण जुन ऋण चाहिँ कसले तिरेको हुन्न त हैन डेब्टरले चाहिँ तिरेको हुन्न। अर्थात् चाहिँ आसामीहरूले तिर्न नसकेको पैसा भन्ने के हो ब्याड डेब्ट हो अर्थात् डुबेको पैसा। हाम्रो लागि के हो त यो घाटा हो। त्यसैले प्रॉफिट एन्ड लस एकाउन्टको डेबिट साइडमा हामीले रेकर्ड राख्छौँ। कति रुपैयाँलाई त 500 रुपैयाँलाई हैन कुन साइडमा प्रॉफिट एन्ड लस एकाउन्टको डेबिट साइडमा हामीले 500 रुपैयाँलाई रेकर्ड राख्छौँ। त्यस्तै एन्ड मेन्टेन अ प्रोभिजन फर डाउटफुल डेब्ट एट द रेट 5%। अब यहाँनिर चाहिँ यदि हाम्रो त्यो ऋण चाहिँ मानौ त्यो पैसा चाहिँ डुब्यो भने त्यसको लागि चाहिँ 5% चाहिँ हामीले डाउटफुल डेब्ट हामीले के गर्नेछौँ त यहाँनिर प्रोभिजन गर्नेछौँ अथवा व्यवस्थापन गर्नेछौँ। व्यवस्थापन गर्नको लागि चाहिँ हामीले 5% चाहिँ हामीले चाहिँ राख्नेछौँ। त्यो पनि हाम्रो लागि एउटा खर्च हो। प्रोभिजन फर डाउटफुल डेब्ट निकाल्नको लागि यहाँनिर चाहिँ 5% भनेको चाहिँ यो हामीले जहिले पनि डेब्टरबाट निकाल्छौँ। केबाट निकाल्छौँ डेब्टरबाट निकाल्छौँ। अब यहाँनिर डेब्टर हेरौँ त यहाँ कति छ यहाँनिर क्वेसनमा दिएको डेब्टर वेजेस स्यालेरी डेब्टर। डेब्टरको अर्को नाम के हो त बुक डेब्ट हो। डेब्टर कति दिएको छ त 20,500 दिएको छ। यो डेब्टरको रकम चाहिँ आसामीबाट हामीले चाहिँ पाउनुपर्ने रकम चाहिँ यो सम्पत्ति हो है त। यो सम्पत्ति चाहिँ 20,500 रहेछ। 20,500 मध्येमा फेरि पुनः खराब ऋण कति भइसकेको छ त 500 रुपैयाँ भइसकेको छ। यो हामीले 500 रुपैयाँ पाउने हो त अहिले हामीले पाउँदैनौँ किन भन्दा यो पैसा हाम्रो डुबिसकेको पैसा हो। त्यसैले हामीले यसलाई 500 रुपैयाँले पहिला के गर्नु पर्यो त घटाउनु पर्यो। घटाएर मात्र हामीले के गर्नुपर्छ त प्रोभिजन फर डाउटफुल डेब्ट निकाल्नु पर्छ। त्यो भावनाले अब हामीले कसरी निकाल्नु पर्यो भन्दा डेब्टर चाहिँ कति रुपैयाँ दिएको छ त क्वेसनमा ट्रायल ब्यालेन्समा 20,500 रुपैयाँ दिएको छ हैन। हाम्रो कति दिएको छ त 20,500 दिएको छ। अब हामीले यहाँ डेब्टर भनेर कति दिएको छ भनेर 20,500 लेख्छौँ। अब डेब्टरबाट पाउनु पर्ने पैसा चाहिँ भविष्यमा चाहिँ 20,500 रुपैयाँ छ हैन। यो 20,500 मध्येमा अब एडिसनलमा दिएको चाहिँ ब्याड डेब्ट चाहिँ कति रुपैयाँ छ त 500 रुपैयाँ छ। यो हाम्रो खराब ऋण हो। ब्याड डेब्ट चाहिँ हामीले 500 रुपैयाँ चाहिँ प्राप्त गर्न सक्दैनौँ। हाम्रो यो डुबिसकेको पैसा हो। त्यसैले हामीले पाउँछौँ त भविष्यमा पाउँदैनौँ। त्यसैले यसलाई के गर्नु पर्यो त लेस गर्नु पर्यो। लेसमा हामीले के गर्छौँ त यहाँनिर ब्याड डेब्ट हामीले घटाउँछौँ है त। यो ब्याड डेब्ट भनेको न्यू हो। किन न्यू हो भन्दा एडजस्टमेन्टमा आएको छ। कति रुपैयाँ छ त यहाँनिर 500 रुपैयाँ छ। 500 रुपैयाँ हामीले पाउँदैनौँ। अब यहाँनिर चाहिँ लेस गरिसक्यो यहाँनिर माइनस लेख्नु पर्दैन यहाँनिर हैन बुझ्नको लागि हो। यहाँनिर मैले यसलाई माइनस लेखिनँ मैले 20,500 मा 500 रुपैयाँ घटाउँदा कति बच्यो त 20,000 रुपैयाँ बच्यो। अब चाहिँ डेब्टरबाट हामीले एक्चुअलमा पाउनुपर्ने पैसा कति हो त 20,000 हो। यो 20,000 मध्येबाट प्रोभिजन चाहिँ व्यवस्था कति गरेको छ त 5% गरेको छ अथवा चाहिँ प्रोभिजन फर डाउटफुल डेब्ट एट द रेट 5% भनेको छ। डेब्टरबाट हामीले 5% निकाल्नु पर्थ्यो। डेब्टरको मूल्य खास त 20,500 हो। 20,500 मध्येमा ब्याड डेब्ट चाहिँ हाम्रो खराब ऋण चाहिँ 500 भइसकेको छ। त्यसैले चाहिँ हाम्रो कति बच्यो त अब 20,000 हो र यही 20,000 को कति पर्सेन्ट निकाल्नु पर्यो त अब 5% निकाल्नु पर्यो हैन। अब हामीले फेरि हामीले के गर्छौँ त्यहाँनिर लेस प्रोभिजन भनेर घटाउँछौँ। प्रोभिजन फर ब्याड डेब्ट प्रोभिजन फर ब्याड डेब्ट एट द रेट कति पर्सेन्ट त 5%। यो 5% कसरी निकाल्ने त टोटलमा चाहिँ 20,000 चाहिँ छ हैन। 20,000 को कति पर्सेन्ट त 5%। कति आयो त दुईटा जिरा कटिहाल्यो 5 दुना 10 भइहाल्यो हैन 0 0 भयो कति भयो 1000 रुपैयाँ। यसको मतलब प्रोभिजन फर ब्याड डेब्ट भनेको यो नयाँ हो है त। हामीले के गर्दैछौँ त्यहाँनिर नयाँ प्रोभिजन हामीले निकाल्दैछौँ। नयाँ प्रोभिजन निकाल्नको लागि यहाँनिर चाहिँ हामीले यसरी हामीले निकाल्नुपर्ने रहेछ। 20,000 मा 1,000 घट्यो कति बच्यो त अब 19,000 रुपैयाँ बच्यो। एक्चुअलमा डेब्टरबाट हामीले पाउनुपर्ने पैसा कति हो त
19,000 हो। यो 19,000 चाहिँ हाम्रो पछि गएर ब्यालेन्स सिटमा हामीले देखाउँछौँ। ब्यालेन्स सिटमा देखाउँदाखेरि पनि सेम यसरी नै देखाउने हो। यो साइड भनेको हाम्रो एसेट्सको साइड हुन्छ हैन। एसेट्सको साइडमा हामीले डेप्टर भनेर 20,500 लेख्छौँ। ब्याड डेप चाहिँ हेरेर न्यू चाहिँ घटाउँछौँ। ओल्डलाई घटाउन मिल्दैन। ओल्ड प्रोभिजनलाई चाहिँ रेकर्ड राख्न मिल्दैन सम्पत्ति एसेट साइडमा। जहिले पनि यदि हाम्रो ब्याड डेप ओल्ड दिन्छ भने ब्याड डेप ओल्डलाई हामीले पिएल एकाउन्टको डेबिटमा मात्रै देखाउँछौँ। अनि प्रोभिजन फर ब्याड डेप चाहिँ ओल्ड दिन्छ भने यसलाई हामीले क्रेडिट साइडमा देखाउँछौँ। तर न्यूलाई मात्र हामीले घटाउनु पर्छ जहिले पनि है त। किन भन्दा न्यूमा दिएका आइटमहरू कठामा जान्छन् त, 2 ठाउँमा जान्छन्। अब हेरौँ त एकपटक फेरि हामीले जस्तै डेप्टरको मूल्य कति छ त 20,500 छ हैन। हामीले यहाँ डेप्टरको मूल्य कति लेखौँ त 20,500 लेखौँ। अनि पुरानो ब्याड डेट यसमा राख्न मिल्दैन, नयाँ ब्याड डेट मात्रै। तर क्वेसनमा हेरौँ त यहाँ क्वेसनमा चाहिँ पुरानो ब्याड डेट पनि छ हेरेर है। क्वेसनमा चाहिँ पुरानो ओल्ड ब्याड डेट, किन भन्दा ओल्ड ब्याड डेट र न्यू ब्याड डेट कसरी थाहा पाउने? ट्रायल ब्यालेन्समा दिएका भनेका चाहिँ ओल्ड हुन्, एडिसनल इन्फर्मेसनमा दिएका भनेका न्यू हुन्। अब न्यू ब्याड डेटलाई मात्र हामीले रेकर्ड राख्ने भए हुनाले यो पुरानो ब्याड डेटलाई जस्ताको त्यस्तै कुन साइडमा छ त डेबिट साइडमा छ। यो पिएल एकाउन्टको सरासर हामीले कहाँ राख्ने त डेबिट साइडमा राखिदिने र नयाँ ब्याड डेटलाई मात्रै हामीले 500 रुपैयाँलाई के गर्ने त यहाँनिर घटाउने। डेप्टरको मूल्य 20,500, ब्याड डेट नयाँ चाहिँ 500 घटेर 20,000 बच्यो। अनि प्रोभिजन फर ब्याड डेट चाहिँ कति पर्सेन्ट दिएको छ त 5% दिएको छ हैन। प्रोभिजन फर डाउटफुल डेट भनेर 5% दिएको छ। डेप्टरको मूल्यबाट निकाल्ने हो। डेप्टरको मूल्यबाट निकाल्ने भयो हामीले खास त डेप्टरको मूल्य चाहिँ 20,500 हो। नयाँ ब्याड डेट दिएको हुनाले घटाएर मात्र हामीले पर्सेन्टेज निकाल्नु पर्छ। तर यदि यो ब्याड डेट चाहिँ नदिएको भए हैन, यो क्वेसनमा ब्याड डेट भनेर नभनेको भए के भनेर भनेको भए मेन्टेन अ प्रोभिजन फर डाउटफुल डेट @ 5% मात्रै भनेको भए हामीले 20,500 बाट 5% भनेर निकाल्थ्यौं। तर अहिले ब्याड डेट न्यू भनेर दिया हुनाले पहिला न्यूलाई हामीले घटाएर जति बचेको एमाउन्टबाट हामीले नयाँ प्रोभिजन फर ब्याड डेट हामीले निकाल्नु पर्छ। कति आयो त 1000 रुपैयाँ आयो। अब हामीले चाहिँ के गर्छौं भन्दा प्रॉफिट एन्ड लस एकाउन्ट बनाउँछौं हैन, पिएल एकाउन्ट बनाउँछौं। अहिले मैले रफमा देखाइराछु यहाँ र पिएल एकाउन्ट बनाउँछौं। यदि डेप्टरसँग सम्बन्धित हेडिङ आएको हुनाले जुन साइडमा छ त्यो साइडमा नै देखाउनु पर्छ। टु ब्याड डेट अनि यहाँ चाहिँ ओल्ड। पहिला ओल्ड दिएछ भने जस्ता त्यस्तो ओल्ड हामीले सार्ने, केही नचलाएर हामीले के गर्ने त ओल्ड ब्याड डेटलाई हामीले सरासर सार्ने मात्रै। ओल्ड ब्याड डेट चाहिँ यहाँ क्वेसनमा कति दिएको छ त ओल्ड ब्याड डेट भनेर 400 दिएको छ। सरासर हामीले केही नचलाएर यहाँ 400 रुपैयाँ राखिदिने। त्यसपछि फेरि पुनः टु ब्याड डेट भनेर यहाँ न्यू लेख्ने। अब न्यूमा हेरौँ त ल एडिसनलमा दिएपछि लेख्ने नत्र नलेख्ने है त। एडिसनल इन्फर्मेसनमा चाहिँ ब्याड डेट दिएको छैन। एडिसनल इन्फर्मेसनमा चाहिँ यहाँ ब्याड डेट दिएको रहेछ। यो ब्याड डेट चाहिँ के हो त यहाँ न्यू हो। यो न्यू 500 ब्याड डेटलाई पनि यहाँ लेख्नु पर्यो। यहाँ चाहिँ टु ब्याड डेट न्यूमा कति लेख्नु पर्यो त 500 लेख्नु पर्यो। त्यस्तै तरिकाले अब हामीहरु फेरि क्वेसनमा के भनेछ भन्दा ब्याड डेट यहाँ न्यू आइहाल्यो हैन। एन्ड मेन्टेन अ प्रोभिजन फर डाउटफुल डेट। प्रोभिजन फर डाउटफुल डेटमा 5% छ। यो 5% निकाल्नकोलाई हामीले त्यहाँ कुरा गरिसकेका छौं। कति रुपैयाँ आएको छ त्यहाँ 1000 रुपैयाँ आएको छ। कसरी निकाल्यो फेरि एकपटक म भन्छु। ट्रायल ब्यालेन्समा यो चाहिँ 20,500 चाहिँ यो ट्रायल ब्यालेन्समा दिएको चाहिँ 20,500 छ। नयाँ ब्याड डेट चाहिँ 500 चाहिँ दिएको छ। नयाँ ब्याड डेट 500 घटाउँदाखेरि चाहिँ 20,000 बच्यो। यही 20,000 बाट 5% निकाल्दा कति आयो त 1000 रुपैयाँ। यो 1000 रुपैयाँ भनेको नयाँ प्रोभिजन हो। नयाँ प्रोभिजन भने हाम्रो एक प्रकारको लागि खर्च हो। किन भन्दा ब्याड डेटको लागि के गरेको छ मेन्टेन गरेको छ। त्यसैले टु प्रोभिजन फर ब्याड डेट यो चाहिँ न्यू हो। न्यूलाई हामीले डेबिट साइडमा देखाउँछौँ। कति रुपैयाँ आएको छ त 1000 रुपैयाँ आएको छ। त्यस्तै क्रेडिट साइडमा यदि प्रोभिजन फर ब्याड डेट ट्रायल ब्यालेन्समा दिएको छ भने हामीले रेकर्ड राख्छौँ।